we must give President Roosevelt power to set in motion an industrial blitzkrieg that will make it possible for England to blast Hitlerism from the face of the earth. वर्ल्ड वार II मानव इतिहासकै सबभन्दा विनाशकारी युद्ध थियो। टोटल 9 करोडको हाराहारीमा मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए, जसमा करिब 2 देखि 3 करोड सैनिकहरू मारिए, करिब 5 देखि 6 करोड आम जनताहरू मारिए र यसका साथसाथै 60 लाख यहुदीहरूलाई पनि नाजी जर्मनीद्वारा मारियो। We are now engaged in a process of control against Japan in a mass movement of troops and supplies and weapons. वर्ल्ड वार I को अन्त्यपछि जर्मनीले भर्साई ट्रिटीमा साइन गर्नको लागि बाध्य भयो। यो सन्धिले जर्मनीमाथि ठूलो आर्थिक र सैन्य प्रतिबन्ध लगाइयो। जनताहरू दुखी थिए, बेरोजगार थिए र देश एकदम क्रिटिकल स्थितिमा पुगिसकेको थियो। यही स्थितिलाई एक्सप्लोइट गरे एक विश्व प्रसिद्ध फेल्ड पेन्टरले, जसले 1939 देखि 1945 सम्म अधिकांश युरोपलाई रातो रङमा रंगाइदिए। यो पेन्टरको नाम थियो एडल्फ हिटलर, जसले ज्यूज, कम्युनिस्ट र भर्साई ट्रिटीलाई समस्याको जड बताउँदै प्योर जर्मनीको सपना देखाउन थाले। 1939 मा उनले च्यान्सेलरको पद पाए, त्यसपछि त उनले डेमोक्रेटिक सिस्टमले खारेज गरेर डिक्टेटरशिप सुरु गरे। नाजी पार्टी, गेस्टापो र एसएस को सहायता लिँदै उनले प्रेस, एजुकेसन, जुडिसियरी सिस्टम सब थोकमा कन्ट्रोल जमाए। अब जर्मनी फेरि मिलिट्री शक्ति बनिरहेको थियो, तर यो शक्ति पीसको लागि होइन, एक भयानक योजना एक्सपान्सनिजमको लागि बनाइएको थियो। र यही एक्सपान्सनिजमको योजना कार्यान्वयन गर्न हिटलरले सुरु गरे एक आक्रामक युद्ध रणनीति, ब्लिट्जक्रिग। ब्लिट्जक्रिगको अर्थ हुन्छ लाइटनिङ वार। यो एउटा यस्तो मिलिट्री स्ट्र्याटेजी हो जसमा दुश्मनलाई रियाक्ट गर्न नदिई एयरप्लेनबाट आकाशमा हमला, ट्याङ्क्सबाट जमिनमा धावा अनि इन्फेन्ट्रीले तुरुन्तै जमिन कब्जा गरिन्छ। हिटलरले पहिलो टार्गेट बनाए अस्ट्रिया। 1938 मा उसले बिना युद्ध अस्ट्रियालाई जर्मनीसँग मर्ज गर्यो, जसलाई भनिन्छ आन्सुलुस। आन्सुलुस भन्नाले एक फोर्स्ड पोलिटिकल युनियन हो। तर इन्ट्रेस्टिङ कुरा के थियो भने धेरै जसो अस्ट्रियन जनता आफै जर्मनीसँग मर्जर चाहन्थे। उनीहरूलाई लाग्थ्यो एउटै भाषा, एउटै संस्कृति, एउटै इतिहास भएकाले जर्मन र अस्ट्रिया एउटै देश हुनु स्वाभाविक हो। अस्ट्रियाको सफल मर्जर पछि हिटलरको नजर पर्यो अर्को देश, चेकोस्लोभाकियामा। त्यहाँको सुडेन्टेनल्यान्ड क्षेत्रमा जर्मन स्पिकिङ जनता ठूलो संख्यामा थिए। यिनै जनता र भाषाको नाममा हिटलरले अगाडि बढाए अघिल्लो जस्तै दावा, हामी एउटै जाति, एउटै राष्ट्र। तर यो पलबाट एउटा नयाँ अध्याय सुरु भयो, जसलाई भनिन्छ हिटलर अपिजमेन्ट पोलिसी। ब्रिटेनका प्रधानमन्त्री नेभिल चेम्बरलेनले वर्ल्ड वार I को नाइटमेयर अझै भुलेका थिएनन्। उनको सोच थियो यदि हामीले हिटलरलाई उसले चाहेको जमिन दियौँ भने सायद युद्ध टार्न सकिन्छ। त्यही भएर 1938 मा भयो म्युनिक एग्रिमेन्ट, जसमा ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरू भेला भए। सुडेन्टेनल्यान्ड जर्मनीलाई दिने निर्णय गरियो। चेम्बरलेन फर्केर ब्रिटेनमा घोषणा गरे पीस फर आवर टाइम। तर यो पीस धेरै टिकेन। केही महिनामै हिटलरले चेकोस्लोभाकियाको बाँकी भूभाग समेत कब्जा गरे। अब अपिजमेन्ट स्ट्र्याटेजीको भ्रम चुडियो, ब्रिटेनमा आलोचना चर्कियो अनि त्यही बेला पार्लियामेन्टमा एक गम्भीर स्वर सुनियो। यो स्वर थियो विन्स्टन चर्चिलको। उनको फेमस भनाइ, You were given the choice between war and dishonor. You chose dishonor and you will have war. यो केवल एउटा चेतावनी मात्र नभई भविष्यवाणी पनि सिद्ध भयो। 1 सेप्टेम्बर 1939 जर्मनीले ब्लिट्जक्रिगको शैलीमा पोल्यान्डमाथि हमला गर्यो। आकाशबाट एयरप्लेनको हमला, जमिनबाट ट्याङ्क्सको एडभान्समेन्ट र इन्फेन्ट्रीले तुरुन्तै सहरहरू कब्जा गर्यो। पोल्यान्ड कन्फ्युज भयो। यो आक्रमण यति तेज थियो कि मिलिट्री तयार नै हुन पाएन। तर जर्मनी एक्लो थिएन। हिटलरले युएसएसआर सँग पहिला नै एउटा सिक्रेट अग्रिमेन्ट गरिसकेका थिए, जसको नाम हो मोलोटोभ-रिबेन्ट्रोप प्याक्ट। यसलाई नन अग्रेसन प्याक्ट पनि भनिन्छ। यसको आधारमा जर्मनी र सोभियत युनियनले पोल्यान्डलाई बाँड्ने योजना बनाएका थिए। जर्मनीले पोल्यान्डलाई इन्भेड गरेको कुरा जब बाहिर जान्छ, 3 सेप्टेम्बर 1939 मा ब्रिटेन र फ्रान्सले पनि जर्मनी विरुद्ध युद्ध घोषणा गर्छन्। यहाँबाट अफिसियली वर्ल्ड वार II सुरु हुन्छ। They were prepared at once to withdraw their troops from Poland. A state of war would exist between us.
हिटलरको यो सफलता केवल मिलिटरी कारण होइन, प्रोपोगेन्डाले पनि निकै साथ दियो। नाजी रेडियो, पोस्टर, फिल्म्स एन्ड स्पिचेसले हिटलरले एउटा राष्ट्रको उद्धारकर्ता, एक फररको रूपमा चित्रण गर्यो। जर्मनी अहिले अझै देखिन्थ्यो, तर यो युद्ध अब केवल युरोपमा सीमित रहनेवाला थिएन। अब यो युद्ध बिस्तारै विश्वव्यापी बन्न पुग्यो। अहिलेसम्म हामीले बुझिसकेका छौँ कि जर्मनीले कसरी आक्रामक रूपमा युरोपभरि फैलिँदै थियो, तर यो युद्ध केवल केही देशहरूको टकराव मात्र थिएन। यो थियो एक दुई ध्रुवीय विश्वको सुरुवात। एकातिर थिए एक्सिस पावर, जर्मनी, इटली र जापान। यी देशहरूको मुख्य लक्ष्य थियो आफ्नो क्षेत्रलाई विस्तार गर्नु, मिलिट्री डोमिनेन्स कायम गर्नु र फोर्सको माध्यमबाट पावर हासिल गर्नु। हिटलरले खुलेर भनेका थिए, आवर डेस्टिनी लाइज इन द इस्ट, अर्थात् जर्मनीको भविष्य युएसएसआर र इस्टर्न युरोपमाथिको कब्जामा निर्भर थियो। त्यसैगरी जापानले पनि इस्ट एसिया र पेसिफिकमा आफ्नो साम्राज्य फैलाउने सपना देखिरहेको थियो। अर्कोतिर थिए एलाइड पावर, ब्रिटेन, युएसए, सोभियत युनियन र चाइना। यिनीहरूको लक्ष्य थियो फेसिस्ट ताकतहरूबाट मानवता, स्वतन्त्रता र लोकतन्त्र जोगाउनु। एलाइड पावर्सको यो युद्ध नारा थियो, फर डेमोक्रेसी, फर फ्रिडम, फर लाइफ। तर अब यो युद्ध एकदम गम्भीर मोडतिर जाँदैथ्यो जब जापानले पनि युद्धको मैदानमा इम्पेरियल एम्बिसन्स लिएर प्रवेश गर्यो। र आगोमा तेल झार्ने जस्तै काम गर्यो। यसको परिणामस्वरूप युद्ध अझै ठुलो र जटिल हुन थाल्यो। तर युद्धको मैदानमा केवल एलाइजको युनिटी नै निर्णायक थिएन। एक्सिस पक्षभित्रको अहङ्कार, खास गरी हिटलरको आत्मविश्वासले भरिएको गलत निर्णय, यिनै कारणहरूले पनि युद्धको दिशा परिवर्तन गर्यो। हिटलरले युरोपका धेरै देशहरू एकपछि अर्को कब्जा गर्दै जाँदा उसको अत्याधिक आत्मविश्वास भरियो। सुरुमा उसको ब्लिट्जक्राग स्ट्र्याटेजी काम गर्यो, तर यही सफलताले उसलाई अन्धो बनायो। यो भिडियोको अघिल्लो भागमा मैले भनेको थिएँ कि हिटलरले युएसएसआरसँग नन एग्रेसन प्याक्ट गरेको थियो, तर अब यो सम्झौता उसैले तोड्छ। सन् 1941 मा हिटलरले अपरेसन बारबोसा सुरु गर्यो, युएसएसआर माथिको एक म्यासिभ आक्रमण। उसको सोच थियो सोभियत युनियन मिलिट्री रूपमा कमजोर छ र यसलाई चाँडै जित्न सकिन्छ। सुरुवातमा जर्मन सेनाले निकै सफलता पायो, हजारौं सोभियत सैनिकहरू कब्जा भए, धेरै भूभागहरूमा कब्जा जमाइयो। तर युएसएसआरको एक्सट्रिम कोल्ड, विशाल जियोग्राफी र पेट्रियोटिक जनताको रेजिस्टेन्सले जर्मनीको सेना थकित हुन थाल्यो। हिटलरको मुख्य लक्ष्य थियो मस्को क्याप्चर गर्ने, तर युएसएसआरले स्टालिनग्राडमा जर्मन फोर्सेसलाई न केवल रोक्यो, उल्टै घेरेर डिसाइसिभ जित पनि हासिल गर्यो। स्टालिनग्राडको युद्ध नै वर्ल्ड वार 2 को सबभन्दा ठुलो टर्निङ पोइन्ट बन्यो। यसको हारपछि जर्मनीलाई मल्टिपल फ्रन्टमा लड्न बाध्य बनायो। पूर्वमा युएसएसआर, पश्चिममा एलाइड पावर। हिटलरको अथोरिटेरियन नेचर, उसले मिलिट्री एडभाइजर्सको कुरा नसुन्ने बानी अनि इमोसनल डिसिजन मेकिङ, यी सबै कारणहरूले जर्मनीको मिलिट्री पावर कमजोर बन्दै गयो। एक्सिस पावर अब हारको दिशामा गइरहेका थिए। हिटलरको गल्तीहरूले मात्र होइन, उसको अहङ्कारले पनि उसको ड्रिम एम्पायर टुक्रा टुक्रा हुँदै गइरहेको थियो। स्टालिनग्राडमा जर्मनीको हारपछि युद्धको न्यारेटिभ नै बदलियो। एलाइड पावर्सलाई जिततर्फ दोहोऱ्याउन दुई मुख्य व्यक्तिहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो, विन्स्टन चर्चिल र जोसेफ स्टालिन। चर्चिल, जो त्यो समयको युकेका प्राइम मिनिस्टर थिए, उनले युद्धको सुरुवातदेखि नै हिटलरसँग कुनै कम्प्रोमाइज नगर्न स्पष्ट सन्देश दिएका थिए। उनका शब्दहरू वी स्याल नेभर सरेन्डरले ब्रिटिस जनता र सेनालाई मोरल बुस्ट दियो। We shall fight on the landing grounds. We shall never surrender. चर्चिलको भूमिका केवल ब्याटलफिल्ड स्ट्र्याटेजीमा मात्र होइन, कूटनीतिक स्तरमा पनि डिसाइसिभ थियो। अर्कोतर्फ स्टालिनले युएसएसआरको इस्टर्न फ्रन्टबाट म्यासिभ रिटालिएसन सुरु गरे। रेड आर्मीले जर्मनीलाई युएसएसआरबाट बाहिर धकेल्दै अन्ततः बर्लिनसम्म पुर्यायो। सन् 1943 मा चर्चिल, रुजवेल्ट र स्टालिन बीच टेरान कन्फरेन्स भयो, जहाँ जर्मनीलाई कसरी मिलिट्री रूपमा घेराबन्दी गर्ने भन्ने रणनीति तयार गरियो। त्यसपछि 1945 मा याल्टा कन्फरेन्समा पनि तिनै नेताहरूले पोस्ट वार युरोपको ब्लुप्रिन्टमा सहमति गरे। यही छलफलले शीत युद्ध, कोल्ड वारको पनि ग्राउन्डवर्क तयार गर्यो। जबसम्म युरोपमा एलाइजले हिटलरको जर्मनी विरुद्ध मिलिट्री प्रेसर बढाउँदै गए, त्यसको बीच संसारको अर्को कुनामा एसिया पेसिफिक रिजनमा युद्धले अर्को रूप लिइसकेको थियो। हिटलर युरोपमा हार नजिकै पुग्दै गर्दा जापान अझै आफ्नो एक्सपान्सनिस्ट एम्बिसन्समा अगाडि थियो।
अनि यही एम्बिसनले तान्यो अमेरिकालाई युद्धको मैदानमा। डिसेम्बर 7, 1941 मा जापानले अचानक पर्ल हार्बरमा हमला गर्यो, हवाई स्थित अमेरिकी नेभल बेसमा। यो हमला यति अचानक थियो कि अमेरिका त्यसको लागि तयार नै थिएन। तर यही हमलाले पछि अमेरिकालाई वर्ल्ड वार 2 मा अफिसियली इन्टर गराउँछ। प्रेसिडेन्ट रूजवेल्टले यो दिनलाई अ डेट विच विल लिभ इन इन्फेमी भनेर घोषणा गरे। त्यसपछि पेसिफिकमा युएसए र जापान बीच भीषण युद्ध भयो। ब्याटल अफ मिडवे, इवो जिमा अनि ओकिनावा जस्ता ठुला ब्याटलहरू भए। अगस्त 6, 1945 मा युएसएले हिरोसिमामा लिटल बोय एटमिक बम खसायो। तीन दिनपछि अगस्त 9 मा नागासाकीमा फ्याट म्यान फालियो। यी दुई एटमिक बमको आक्रमणले लाखौं निर्दोष नागरिकहरूको ज्यान लियो। एकै झट्कामा सहरहरू बर्बाद भए। यो मानव इतिहासको सबभन्दा डरलाग्दो हमला बन्यो। तर यही हमलापछि जापानले अन्ततः सरेन्डर गर्यो र दोस्रो विश्वयुद्धको अन्त भयो। On behalf of Emperor Hirohito, Foreign Minister Mamoru Shigemitsu signed for the Japanese government. वर्ल्ड वार 2 को समयमा नेपालमा राणा शासन थियो र त्यो बेलाका प्रधानमन्त्री थिए युद्ध शमशेर राणा। ब्रिटिस कमनवेल्थसँग उनको पुरानो अन्डरस्ट्यान्डिङ अनुसार ब्रिटिसले युद्धमा सहायता माग्दा नेपालले तुरुन्तै सहमति जनायो। करिब 2 लाख नेपाली सैनिकहरू विशेषतः गोर्खा रेजिमेन्टले ब्रिटिस सँगसँगै युद्ध लडे। यिनीहरूले इटली, नर्थ अफ्रिका, बर्मा र मलया अहिलेको मलेसियामा हिरोइक युद्ध गरे। मलेसियामा नेपाली सैनिकहरूले जापानी फोर्स विरुद्ध लड्दा ब्रिटिस आर्मीलाई सघाएर महत्त्वपूर्ण भूमिका निभाए। युद्धको क्रममा 20,000 भन्दा बढी नेपाली सैनिकहरूको मृत्यु भयो। यी सैनिकहरूले आफ्नो वीरता र साहसका कारण युद्धको इतिहासमा अमिट छाप छोडे। धेरैले भिक्टोरिया क्रस जस्ता उच्च मिलिटरी अवार्ड जिते, जसले उनीहरूको साहस र योगदानलाई सम्मानित गर्यो। नेपाली सेनाहरूको वीरता, आत्मविश्वास र बलिदानले एलाइड फोर्सेसको विजयमा ठूलो भूमिका निभायो र युद्धको परिणाम नै परिवर्तन गर्यो।